ल हाई हेलो सेवारो नमस्कार। म याक्थुङ मौलिक त बिहान त विशेष गरेर म अहिले माबुआङथुम सुङसाबु आइपुगेको छु र यहाँ आइपुग्दाखेरि चाहिँ किन हो किन मलाई साह्रै लाइभ गर्न मन लाग्यो र अहिले म याक्थुङहरूको मुन्दुम सभ्यता सुरु भएको तमोर याक्थुङ सभ्यताको सावायाङपाङफे भित्र रहेकोले गर्दाखेरि यो सुङसाबु छेउमा रहेको केही मुन्दुम स्थलहरू चाहिँ म यो हाम्रो याक्थुङ स्टार फेसबुक पेज मार्फत चाहिँ विश्वभरि छरिरहेका याक्थुङमाहरूलाई विशेष याक्थुङ स्टारलाई सपोर्ट गर्नुहुने र माया गर्नुहुने सम्पूर्ण देश विदेशमा छरेर रहनुहुने श्रोताहरूलाई चाहिँ म यो मुन्दुम स्थल देखाउन मन लागेर चाहिँ बाटोमा हेरिरहेको छु। अहिले म यो क्यामेरा म ब्याक पार्ने छु है। यहाँ ख्याजङ मुन्दुम स्थल रहेको छ है। अलिकति तपाईँहरू अगाडि गइदिनुहोस् न ल। यो परपट्टि देखिरहेको चाहिँ एउटा याक्थुङ इतिहासमा चाहिँ एकदमै ठुलो इतिहास जुन याक्थुङ मुन्दुमसँग सम्बन्धित मुन्दुम स्थलको डाँडा हो यो। अब देख्दाखेरि त यो थुप्रो एउटा डाँडाको थुप्रो देखिन्छ होइन। अब यो डाँडा काँडा त सबै ठाउँतिर छ, कालिम्पोङ सिक्किम दार्जिलिङ आसाम है संसारभरि छ। तर याक्थुङ मुन्दुम चाहिँ किन यो तम्बर खोलाबाट मात्रै सुरुवात भयो भन्ने मेरो पनि ठुलो जिज्ञासा। र यो डाँडा देखिरहेको चाहिँ ख्याजङ डाँडा, कुकुरको ट्रेनिङ गराउने, कुकुरलाई राख्ने, कुकुर कुदाउने डाँडा। कुकुर सम्बन्धित के चाहिँ यो चाहिँ एकदमै याक्थुङ मुन्दुममा चाहिँ मोजिक्ना मयङनाको चाहिँ छोरा मुन्दुमको पहिलो व्यक्ति सुसुगेन लालावेङ एकदमै सानो हुन्छन् र सुसुगेन लालावेङ ठुलो भएपछि बढ्दै बढ्दै आउँछ र उसले भेगुता मारेर लगेर ऊ हामीको मुजिक्ना मयङनालाई सुनाउँछ, मम्मी आमा यो खानुहुन्छ भन्छ। मुजिक्ना मयङनाले भन्छ यो हुँदैन खानु है, त्यतिकै छेपारा मारेर लान्छन् भन्छ होइन, पदक मारेर लान्छन्, नलेक मारेर लान्छन् भनेर मुन्दुमले भनेको छ है। अन्त त्यसरी भन्दै लाँदाखेरि चाहिँ अब फेरि पछाडि ठुलो भइसकेपछि यताबाट पिपुथाप, यहाँ पर पिपुथाप हो, यो पिपुथापमा चाहिँ फगिया पिरा मखिया पु चाहिँ उसले माखिया पुलाई मारिसकेपछि चाहिँ उसको आमालाई फेरि गएर लगेर सोध्छन् सुसुगेन लालावेङले, आमा यो चाहिँ खानुहुन्छ भन्छ। त्यति बेला आमाले के भन्छ, यो चाहिँ खानुहुन्छ तर यो चाहिँ नमार्ने कुरा मार्यो नि। अब त्यो ताक्कु पेम्बु पोखेर पछाडि मनासालाई चाहिँ अब कि चाहिँ बुढा छिटो मर्ने कि चाहिँ बुढी छिटो मर्ने भनेर ताक्कु पेम्बु मुन्दुम चाहिँ त्यहाँबाट सुरुवात हुन्छ। र त्यहाँदेखि चाहिँ यसो त्यो फगियापु माखियापु मरिसकेपछि फगियापु चाहिँ यसो माथि माथितिर गए, यता मात्रै पुमिकुवा भनेको त्यहाँदेखि आतेर गयो, त्यहाँ मात्रै पुमिकुवामा आँखा खोल्यो भन्छ होइन। अन्त यता पुमिकुवा भन्छ त्यो उसको जोरी चरालाई सम्झिँदै रुखको ठाउँलाई चाहिँ पुमिकुवा भन्छ, अझै पनि चराको आँसु झरेको यता माथि ठाउँ छ है। र त्यो ठाउँसँगै हुँदै हुँदै पछि चाहिँ सुसुगेन लालावेङ चाहिँ ठुलो भइसकेपछि चाहिँ सवाईफुङ केम्बा उहाँ हो। ठुलो भइसकेपछि चाहिँ उहाँ हुन्छ र उहाँले चाहिँ सिकार खेल्ने उहाँको 3 कुकुर हुन्छ है। त्यो किदिदङ चाकु 3 कुकुरको नाम छ। त्यो कुकुर चाहिँ यहाँनिर ट्रेनिङ गराउने। अन्त यहीँदेखि ट्रेनिङ गराउँदै चाहिँ यता माथि गयो मुकुमलुङमा, तलपट्टि गयो फियाक्लुङमासँग भेटघाट भएर त्यहाँबाट छोराछोरी भइसकेपछि पछाडि त्यो हामीहरूको के भन्छ सुसारीमा भन्दाले कुराहरू लगाएर चाहिँ पछाडि गएर काई भएको काई लुङथुङको मुन्दुम उठ्दाखेरि चाहिँ जुन त्यो ट्रेनिङ गर्ने बिचमा त्यो हामीको सुसुगेन लालावेङ पछाडि सवाईफुङ केम्बा भइसकेपछि उहाँले सिकार गर्थे। सिकार गर्ने क्रममा चाहिँ मुन्दुमले प्रष्ट व्याख्या के गरेको छ भने ख्याजङ डाँडामा कुकुर राख्थे होइन, यहाँ सिकार गर्थ्यो, यता माथि माथि मुरिङला खिरिङला देनधरतिर गर्थे, लामेन्दा नाम्बेन्दा पाङ्पेतिर पनि सिकार गर्थे। सवायाङ पाङ्पेमा विशेष गरेर त मुन्दुम स्थल त सबै संस्कार संस्कृतिको सुरुवात त कहीँ पनि भएको छैन। याक्थुङमाको त संस्कार संस्कृति र रीतिरिवाजको सुरुवात भनेको त तमोर खोलामा मात्रै भएको छ नि त। जस्तै मुजिक्ना मयङना मुन्दुमको पहिलो स्त्री नै मुजिक्ना मयङना हो नि त। अब मुजिक्ना मयङना नै यहाँ तल थोक्पेन तेम्बे भनेको यो इखाबोमा छ अहिले। अब थोक्पेन तेम्बेमा उहाँको त बस्ने ओह्रालहरू नै छ नि त होइन। अब त्यहाँ थोक्पेन तेम्बेमा बस्थे। अब थोक्पेन तेम्बेमै सुसुगेन लालावेङको जन्म भएको। अन्त त्यसकै थोरै यतापट्टि आउँदाखेरि त्यहाँनिर लोकपदेन हाङपदेनमै हाम्रो मान्छेले पहिलोचोटि हाम्रो पुर्खाले घर बनाएको ठाउँ पनि त्यहीँनिर छ होइन। मुजिक्ना मयङना मरेर राखेको च्यान माङयक पनि त्यहीँनिर छन्। अहिले हाल
सुसुगेन लालावैङको समाधि मरेको च्यान पनि त्यहीँनिर छन् होइन। अझै पनि त्यसलाई सुसुगेन लालावैङ पार्क भनेर यहाँनिर घोषणा गरेर राखेको छ। र यो माथिल्लोपट्टि बादलहरू चाहिँ यो देखिरहेको ठाउँ चाहिँ अब नेपाली भाषामा चाहिँ पापीभारा होइन, विश्वव्यापी रूपमा चिनिएको। भर्खरै अन्त सत्याङमा साथीहरूको मुन्दुममा चाहिँ उहाँहरूको लिखित वेदमा उहाँहरू सेवा साम्बाहरूले चलाउने चाहिँ मुकुमलुङ उहाँहरूको चाहिँ, र अब हामीको पुरानो मौलिक याबा साम्बाहरूले चलाउने र याबा साम्बाको मुन्दुमा उल्लेखित चाहिँ सेमुक्तु मुक्तु पोक या सेमुक्तु मुक्तु माङ्गे सेमुक्तु मुक्तु फुमाङ सेमुक्तु मुक्तु थुप्रो नामले यसलाई चिनिन्छ। समावेशी रूपमा हामीले भन्नुपर्ने हुन्छ। त्यो चाहिँ यतामाथि बादल राखेको ठाउँ चाहिँ तेपाभाइ होइन। अन्त यो यहाँ अब खङकङ देन यहाँ पर खङकङ देन त्यो भित्तामा चाहिँ पानी पर्ने टाइममा हिर्काएको खङकङ देनको ढुङ्गा भने त्यो खङकङ देन भने यहाँ पारिपट्टि छन् होइन। र अब त्यसलाई त सबै कुरा छोडिदिउँ र विशेष गरेर अब याक्थुङ स्टारले त विशेष गरेर याक्थुङ मौलिक संस्कार संस्कृति रीतिरिवाजलाई नै त हामीले त प्रमोट गर्ने, यसलाई नै हराएर गएको संस्कृतिलाई बचाउनुको लागि धेरै कार्यक्रमहरू गऱ्यौँ हामीले होइन। याक्थुङ स्टार सिजन 1बाट हामीले अन्जना नागो सिक्किम निवासी हामीको आदरणीय अब के भन्नु सुहाङमा फर्स्ट हुनुभएको थियो भने चाहिँ सेकेन्ड सिजनमा चाहिँ हामीहरूको ताप्लेजुङकै छोरा हामीहरूको रबिन लेचरबो आदङबाज्यू चाहिँ दोस्रो सिजनको चाहिँ प्रथम भएको थियो होइन। यसमा हामीले आगपरीहरू ख्यालीहरू मुन्दुमहरू इत्यादि हामीले सिकायौँ। र आज चाहिँ निकै लामो समयमा चाहिँ म अनलाइनमा आएको। फेरि मेरो गाउँ चाहिँ एकदमै रिमोट एरिया, अहिले हामीको यहाँनिर मेरो गाउँमा आइपुग्नु हुने आदरणीय नवीन तापमादिन लिम्बू अहिले उहाँ मलेसियामा हुनुहुन्छ, उहाँ लाइफमा हुनुहुन्छ। म सबैको नाम चाहिँ परिनँ, सबैजना को लाइनमा हुनुहुन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्जना नाल्बो हामी याक्थुङ स्टार पनि सिक्किमबाट उहाँ वाचिङमा हुनुहुन्छ, उहाँहरू चाहिँ मेरो गाउँमा आउनु भएको छ है। मेरो गाउँ अति के भन्नु अब यो विकासदेखि पछाडिको ठाउँ अलिक है, के भनेको त्यो रिमोट एरिया भएकोले गर्दाखेरि चाहिँ मोबाइल चाहिँ एक ठाउँमा नल्लै किन पक्रियो भने मात्रै मेरोमा त नेटहरू आउँछ, नभए चाहिँ खासै त्यस्तो राम्रो नेट नचल्ने ठाउँ हो मेरो चाहिँ। र मैले एक जग्गा मात्रै राखेर यो मेरै हातले पक्रेर म बोलिरहेको छु। र विशेष गरेर यो ख्याजङ डाँडाको आज कुरा गर्नु पर्यो भने चाहिँ यो ख्याजङ डाँडा चाहिँ मुन्दुममा उल्लेखित, किनकि याक्थुङ मुन्दुम चाहिँ जब सुरु हुँदाखेरि चाहिँ माथिल्लोपट्टि अब मुजिकना मोयङना एउटा एकल सिङ्गल स्त्री हुन्छ, राम्रो स्त्री हुन्छ, जङ्गलमा बस्ने घुम्ने होइन। बिस्तारै बिस्तारै ठुलो भइसकेपछि उसको उमेर बढ्दै जान्छ र अब स्त्री हो, पछाडि पैसाहरू चल्छन्। पैसाहरू चल्दै जाँदाखेरि चाहिँ अब एक दिन चाहिँ अब उहाँ सुरितिङ थेगु भनेको छ, सुरितिङ पाङफे भनेको छ होइन। अब सुरितिङ पाङफे भनेको चाहिँ नेपालीमा उल्टा गर्नु पर्यो भने चाहिँ बतासे डाँडा, सुरितिङ पाङफे भनेको चाहिँ बतासे डाँडा हो नि त। बतासे डाँडामा चाहिँ लाङ फोलो फोलो भनेर हात तलाउँदै खुट्टा हलाउँदै बस्दाखेरि चाहिँ उहाँलाई साह्रै पैसा चलिसक्यो, के गरौँ नभइसकेपछि चाहिँ उहाँलाई त्यहाँनिर चाहिँ हावाबाट सम्भव भएको हो भनेर चाहिँ याक्थुङ मुन्दुमले चाहिँ प्रश्न गरिएको छ है। त्यसरी अब त्यो मान्छेले विश्वास गर्नुपर्ने हुन्छ अब त्यो जमानाको, त्यसरी नै व्याख्या गरेको छ है। अब हावाबाट चाहिँ सम्भव भइसकेपछि चाहिँ अब समित शाह चाहिँ हावाबाट बसेको गर्भमा बसेको छोरा चाहिँ अब पछाडि के भयो मुजिकना मयङनाको पेटमा केही हल्लिएको जस्तो हुन्छ। अन्त मुजिकना मयङनाले अब के मेरो पेटमा हल्लियो होला त अब होइन। अब एकदमै टेन्सन भइसकेपछि चाहिँ उहाँ तागेरानी बुमाङकोमा गयो भन्नुहुन्छ। अब त्यहाँ गइसकेपछि मेरो पेटमा के हल्लिन्छ थाहै छैन भनेर तागेरानी बुमाङलाई चाहिँ माथि तागेरानी फुकोमा सोद्धाखेरि चाहिँ तिमी मेरो पाउमा सु त, सुतिसकेपछि सपनामा तिमीले देख्छौ भनेको हुन्छ होइन। त्यसरी सपनामा देख्दाखेरि चाहिँ अब तेरो पेटमा चाहिँ अब सामित शाह सुसुगेन लालावैङ तिम्रो पेटमा चाहिँ छ, पछाडि जन्मिसकेपछि चाहिँ त्यो चाहिँ छोरा जन्मिन्छ भनेर चाहिँ त्यो मुन्दुमा देखिसकेपछि पछाडि त्यही आधारमा हामीको ठिकै छोरै जन्मिन्छ, सुसुगेन लालावैङ जन्मिन्छ। त्यो मैले अघि पनि भने है। त्यसरी सुसुगेन लालावैङसँग त्यो एकदमै मुन्दुमको पिलर, जुन मुन्दुमको मेन बेस, त्यो बेसमा रहेको मुन्दुम स्थल ख्याजङ डाँडा। अब धेरै याक्थुङमालाई त थाहै छैन यो कुरा, अब गएर याक्थुङमालाई त थाहै नै छैन, यो राई लिम्बू तामाङ गुरुङलाई त केही मतलबै भएन। तर हाम्रो याक्थुङबा साथीहरूलाई पनि यसको विशेष मुन्दुम थाहा छैन है। अब थाहा छैन, थाहा छ होला तर यो बिर्सेको हुनसक्छ है। त्यस्तो चाहिँ त्यो चाहिँ यसमा त दुईटा मुन्दुमसँग जोडिएको छ। यो स्थल चाहिँ कसरी जोडिएको छ भन्दाखेरि चाहिँ त्यो मुन्दुमसँग माथिको मुन्दुमसँग त जोडिएको छ, बिचमा आएपछि यहाँनिर चाहिँ नुगो र यहाँ महाबुहाङको बिचमा पनि जोडिएको छ। यो चाहिँ जस्तै यो थुम चाहिँ अहिले चाहिँ महाबुहाङ थुम हो, जस्तै यो चाहिँ हामीले विजय गरिसकेपछि चाहिँ यो महाबुहाङ थुम हो नि त। यो चाहिँ पहिलो चाहिँ यहाँ चाहिँ नुगोहरू बस्थे, नुगो याक्थुङबाहरू बस्थे भन्छन् है मुन्दुमको त्यो इतिहासले चाहिँ।
त्यसको बादमा याक्तुङहरूसँग युद्ध गर्दै गर्दै आउँदाखेरि अब हामीले नुगुहरूलाई पराजित गरिसकेपछि माबुङहरूले विजय गरिसकेपछि चाहिँ यहाँ माबुङहरू बसेको भन्ने गर्छन्। अब यो इतिहासले पनि प्रमाण गरेको छ। यहाँ तल नुगुदेन खेतहरू अझै पनि हामीले नुगुको खेतहरू हो, त्यसले गर्दा नुगुदेन खेत भन्ने गर्छौँ हामीले। अब यहाँ मात्रै मोरिङला हो है, यो मोरिङला चाहिँ ऊ माथि बादल लागेको ठाउँ चाहिँ मोरिङला हो। यो मोरिङलामा चाहिँ अब उत्पत्ति भएको याक्तुङबाहरू चाहिँ नुगु हो। खास गरी विशेष गरेर नुगोले चाहिँ आफ्नो जातलाई मोरिङला भन्दाखेरि केही फरक पर्दैन, तर अब मोरिङला भने पनि नुगो भने पनि एउटै जात हो, त्यो एउटै थर हो है। त्यसले गर्दाखेरि चाहिँ कतिले चाहिँ यो दुईटा थर हो, नुगो छुट्टै हो मोरिङला छुट्टै हो भन्छ। होइन, नुगोहरू चाहिँ मोरिङलाबाट उत्पत्ति भएको चाहिँ थाम्चेनलुङमाबाट त्यो के भन्छ हामीको इग्नोसो नुगो याबाट सुरु भएको नै हामीको नुगोहरू। त्यसले गर्दाखेरि यो ठाउँले पनि त्यही नै भनेको छन्, किनकि यहाँ नुगोदेन खेतहरू भनेको छ। अन्त यो डाँडामा ख्याजङ डाँडामा चाहिँ माबुङको सेनाले चाहिँ नुगोदेन चाहिँ यहाँदेखि अलिक मुनिपट्टि पर्छ। हाम्रो नवीन अहिले लुङा त अनलाइनमै हुनुहुन्छ, उहाँलाई त यो मैले जे भन्दैछु उहाँलाई त थाहा छन् रहेछ यो कुरा। त्यहाँ मुनिपट्टि चाहिँ त्यो अहिले त्यसलाई चाहिँ माङ्दे थेगो भन्छ है, त्यहाँ चाहिँ हामी माबुङ जानु हुँदैन, त्यहाँ चाहिँ नुगोले माङ्देमा गरेको छ। हामी त्यहाँ गयौँ भने चाहिँ नुगोले हारेर जाँदाखेरि हाम्रो यो के अब हामीलाई हरायो, हाम्रो यो स्थलहरू जित्यो। अब जितिसकेपछि चाहिँ अब उनीहरूलाई आफ्नो ठाउँ छोडेर जाँदाखेरि माया लाग्छ। त्यहाँनिर हामीलाई के सरापेर गएको छन् त्यो जग्गामा माङ्दे थेगो हो। त्यहाँनिर चाहिँ पछाडि जमानमा पनि नुगोको टाउको कङ्कालहरू पाउँथ्यो अरे भन्ने हामीको अस्तिको बाजेहरूले कुरा गर्थे। अहिले बाजेहरू सबै खसेर गए। एकजना भर्खरै 80 वर्षको थियो बाजे, हामीको यताबाट लिङदेन महिला भनेर चिनिने गर्थ्यौँ। त्यो पनि आज भनेको 7-8 दिन अगाडि उहाँ पनि खस्नुभयो। अति नै दुःख लाग्यो, उहाँ तुम्याङ पनि खस्नु। उहाँले त भनिबस्थ्यो हामी त्यहाँनिर यसो त्यहाँनिर राईहरू त्यहाँ कोहरू चाहिँ त्यहाँ बाख्रा चराउन जाँदाखेरि चाहिँ त्यो कङ्गालहरू अझै पनि भेट्थ्यो भनेर आजभन्दा धेरै पुरानो बाजेहरूले कुरा गरेको उहाँले सुन्नु भएको थियो अरे। त्यहाँदेखि चाहिँ अब यहाँदेखि यहाँ चाहिँ माबुङको सेनाहरू बस्थे। यहाँदेखि तल्लोपट्टि चाहिँ नुगोहरूको सेना बस्दाखेरि नुगोहरूले चाहिँ अब उकालो धनुकाँड चलाउनु पर्ने, माबुङले यहाँदेखि ओह्रालो धनुकाँड चलाउनु पर्ने भएकोले गर्दाखेरि त अब अवश्य पनि युद्ध त माथि बस्ने तल नै जित्ने हो नि त। यो त अब ठुल्ठुलो इतिहासमा पनि दिएछ। जस्तै इन्डिया र पाकिस्तानको कारगिलको वारमा पनि इन्डिया माथि थियो, पाकिस्तान तल भएपछि इन्डियाले जितेको हो। त्यसरी नै यहाँ माथि पनि माबुङहरू माथि थिए, नुगोहरू तल हुँदाखेरि माबुङले जितिसकेपछि चाहिँ यो थुम चाहिँ माबुङ थुम भएको हो भनेर माबुङ थुम इतिहासले अब उल्लेख गरेको छ। फेरि पछाडि फेरि धेरैवटा युद्ध भएको छ। धेरैवटा युद्ध हुँदाखेरि फेरि बादमा लेकुवाङहरूसँग पनि युद्ध भएको छ। माबुङको लेकुवाङसँग युद्ध हुँदाखेरि पनि अब बादमा होइन लेकुवाङसँग पनि युद्ध भएको छ। तर लेकुवाङसँग चाहिँ जित र परिजायको जित र हारको कुरै छैन। जस्तै नुगोसँग चाहिँ जित र हारको कुरा छ। नुगोहरू हारेर यहाँदेखि गए, हाम्रो माबुङहरूले त्यो गोपेको चेपमा बगाए भन्छ। अन्त नुगोहरू यहाँदेखि बगेर गएको तल फुरुम्बतिर निक्ले, कता कता नुगो घाटतिर तल निक्लेर चाहिँ नुगो मोरिङलाहरू यहाँदेखि सिक्किमतिर गए, कता आसामतिर गए भन्ने इतिहासले भनेको छन्। यो त इतिहासको मात्रै कुरा हो। त्यहाँदेखि लगेर गएको बादमा अब फेरि माबुङ लेकुवाङसँग पनि मुद्दा यहाँ युद्ध हुँदाखेरि चाहिँ माबुङ र लेकुवाङको चाहिँ जित पराजितै भएन। युद्ध भएकै कहीँ नजित्दाखेरि चेलीहरूले यहाँ माथि समायो खोलामा सिमाना राखेर चाहिँ अबदेखि यहाँदेखि मुनिपट्टि चाहिँ माबुङ थुम हुन्छ, यहाँदेखि माथिल्लोपट्टि चाहिँ लेकुवा थुम हुने, यहाँदेखि माबुङहरू माथि आए चाहिँ माबुङहरूको वंशनाश हुने भनेर हामीले अझै पनि विश्वास गर्छौँ। त्यो समय खोला काटेर जाँदाखेरि हामी थुथु गरेर मात्रै तर्ने गर्छौँ। जतै त हामीको नवीन तापमा दिन लुङा लाइफमा हुनुहुन्छ, उहाँको गाउँहरूलाई चाहिँ हामीले चाहिँ लेकुवाङथुम भन्छौँ है। अन्त त्यो समय खोलादेखि मुनिपट्टि यो बसेको अहिले हाल यो देखिरहेको क्यामेरामा देखिरहेको ठाउँहरू चाहिँ माबुङथुम हो। अन्त लेकुवाङहरू चाहिँ माथिदेखि तल आए, लेकुवाङहरू त वंशनाश हुने भनेको। तर त्यो श्रापले, त्यो बाचा कसमले, त्यति बेलाको इच्छा खाम्बेत राखेर मुन्दुमले बाचा बाँधेकोले गर्दाखेरि हाम्रो चेलीहरू यहाँदेखि माथि गयो भने पनि हाम्रो चेलीहरू अब अलिकति निसन्तान भइजाने होइन, अलिकति बिरामी भइजाने, मेन्टल भइजाने, सौताइ मात्रै हाल्ने, फाप्दैन। हामी माथि गयौँ भने माबुङहरू यहाँदेखि माथि गयौँ भने हामीहरूको निसन्तानै भइजान्छ, किनकि त्यो बाछाको समय त्यसरी गरेको छन्। अब त लेकुवाङ पनि यहाँ मुनि आउने गर्दैनन्। यहाँ मुनि लेकुवाङहरू एउटै पनि छैन। उहाँहरू पनि यहाँ तल बिहा पनि गरेर आउँदैनन्, आँकोहरूको फलिफा पनि छैनन् र यहाँ आउँदैन। उनीहरूलाई विश्वास छ यो जग्गामा हामी जानु हुँदैन, हाम्रो पुर्खाहरूले चाहिँ बाचा कसम गरेको छ भनेर चाहिँ उहाँलाई विश्वास छ। र त्यसरी हुँदाखेरि अब अहिले यो हामीले हाम्रो याक्तुङको मुन्दुम भन्यो भने त याक्तुङवाला त हाँस उठ्छ। फेरि त्यो हावाको त्यो के बोलेको त्यो त्यसलाई के थाहा छ त भन्छ। हामीले चाहिँ भनेको होइन नि त, हामीले चाहिँ इतिहासलाई अध्ययन गऱ्यौँ र मुन्दुमलाई खोज अनुसन्धान गऱ्यौँ। अन्त तुम्याङलाई भेटायौँ, याबालाई भेटायौँ, मुन्दुम बितलाई भेटायौँ। गाउँ गाउँमा गएर गाउँ गाउँको स्थानीय राइताने त्यहीँ बसोबास गरेको, मुन्दुम स्थलमा बसेको ज्येष्ठ याबाहरूले, साम्बाहरूले, तुम्याङहरूले भनेको र इतिहासले उल्लेख गरेको, इतिहासले प्रमाण गरेको, जुन इतिहासले भनेको कुराहरू चाहिँ हामीले सामाजिक सञ्जाल मार्फत तपाईँलाई सुनाउनु खोजेको मात्रै हो।
जस्तै यो त मैले देखेको जस्तो कुरा गरिरहेको छु नि त। मैले चाहिँ देखेको होइन, इतिहासले भनेको। त्यो इतिहासलाई अध्ययन गरेर चाहिँ सामाजिक सञ्जाल मार्फत तपाईँहरूलाई मैले आज फेसबुक पेज मार्फत यहाँको ठाउँको थोरै जानकारी मैले तपाईँलाई दिन खोजेँ है। र यो ठाउँमा चाहिँ मुन्दुम स्थल यति मात्रै छैनन्, यो यति हेर्दाखेरि यति देखिन्छ है। अब यहीँ मुनिपट्टि युमालुङ छ, यतै मुनिपट्टि किगिलुङ छ, किगिलुङदेखि उता गयो त्यहाँदेखि युमा वारमसिङमा धारा त्यहीँनिर छ होइन। त्यहाँदेखि त ख्याजङ डाँडा भयो। अब यता माथि गएपछि हामीको के पो हो त्यो अत्रकलुङ भयो। अत्रकलुङदेखि यहाँ परको यो खोला देख्यो भने त्यो हामीहरूको त्यो के अरे नेकवा जुन चमेराको उत्पत्ति भएको भन्छ होइन। उतापट्टि केङलेङवा भयो, शिरमा गयो भने पोमिकवा, मिक्सेवा, त्यहाँदेखि परपट्टि अझ यतापट्टि गयो भने हामीको युमानचोक युमा आएर बस्नु भएको थियो भन्छ होइन। अब होइन बिचमा आएपछि थानचिङलुङदेखि मुनिपट्टि आइसकेपछि इग्नुसन्नुको यहाँको ठाउँ छ। त्यहाँदेखि मुनिपट्टि आइसकेपछि अब तपाईँको के पो तुङदुङ छ, तुङदुङ लालासोदेखि यता मुनिपट्टि आएपछि त्यहाँनिर काम्फिकलाङ, केकिङटेन, पागेरानिया फुक्कु होइन। त्यहाँदेखि कोपियक भयो, त्यहाँदेखि चेचिङ फुक्कु होइन। त्यहाँदेखि मुनिपट्टि आएपछि यता पनि फगियापिट, माखियापिट, आगो उत्पत्ति भएको मिको सुप्लुङबुङ भयो होइन। मुनिपट्टि सोदुङ लेकमङ फुक्कु, यहाँ त वरिपरि नै मुन्दुमी चल्छ नि त। अपारिपट्टि गइसकेपछि लोकपा के भयो लामेन्दा नामबेन्दा पाङ्थी होइन। त्यहाँदेखि यसको माथि गइसकेपछि अब तपाईँको माथि गइसकेपछि काई लुङथुङ भयो होइन। यस्तो मुन्दुमहरूको सुरुवात भएको छ। अब खाउपमाको सुरुवात भयो यतैबाट भयो, मेखिमको मुन्दुम सुरुवात भयो यतैबाट भयो होइन। जस्तै अब पाक्पु पेम्बुको मुन्दुम सुरुवात भयो यतैबाट भयो। खामइङमा मुन्दुम मरेपछि खामइङमा मुन्दुम यतैबाट सुरुवात भयो। अब यहाँ तल त्यो लोकपादेन हाङपादेनमा घर बनाउने क्रममा माथि घरको निधाल लाउने क्रममा अब निधल बोले भन्छ, चेलिरा माइतीले मात्रै माथि घर बनाउने क्रममा निधल हाल्दाखेरि हाल्न सक्छ भन्ने कुरामा निधल हाल्ने क्रममा चेलीले माथि निधल पक्रेको थियो। त त्यो लाउने बेलामा फेरि त्यो बाँसको काङ्ग्यो तल झरेर काङ्ग्यो टिप्ने बेलामा मूलसितले किचार मर्यो भन्छ होइन। त्योदेखि त्यो सोगा हानेको मुन्दुमहरू यतैबाट सुरुवात भएर भएको। जस्तै याक्तुङबाको रीतिरिवाज संस्कार संस्कृति नै उत्पत्ति भएको मेन मूल घाट यहीँबाट हो। त्यसो हुँदाखेरि चाहिँ मेरो त पहिलादेखि के दाबी छ भन्दाखेरि चाहिँ सबै याक्तुङबाको संस्कार संस्कृति यो ठाउँबाट सुरुवात भएको भने त यहाँको ल्याङ्ग्वेज पनि ओरिजिनल हुनुपर्छ। किनकि सबै संस्कार संस्कृति रीतिरिवाज यहाँबाट सुरुवात भएर गयो भने त यहाँको रीतिरिवाज ओरिजिनल हो, ट्रिपिकल हो। यहाँको च्याब्रुङको नाच ट्रिपिकल हो, यहाँको हातपारेको टोन ट्रिपिकल हो, यहाँको पालमको टोन ट्रिपिकल हो। यहाँको संस्कार संस्कृति याक्तुङमा मुन्दुममा आधारित संस्कार संस्कृतिको जस्तै हामीले हिम सम्मान गर्छौँ, पुङ सम्मान गर्छौँ होइन। अब आक्वानमा गर्छौँ होइन, खजमा गर्छौँ, हिम सम्मान गर्छौँ, युमालाई पुज्छौँ, थेवालाई पुज्छौँ, दुङदुङे गर्छौँ, इभन सबै संस्कार संस्कृतिहरू गर्छौँ हामीले। त्यो संस्कार संस्कृति गर्दाखेरि चाहिँ यो भेल्टबाट भएर गएको जुन रीतिरिवाजको सुरुवात भएको थियो यहाँ आजै रहेको कुराहरू चाहिँ ट्रिपिकल बेसमा रहेको छ। अब यहाँदेखि त कपी हुँदै हुँदै गए, अब अलिक तल गए अलिक छुट्टै भयो, अलिक तल गए छुट्टै भयो, अलिक तल अलिक छुट्टै भयो। किनकि त्यो म्यासेज पनि त एउटाले अर्कालाई भन्यो, अर्कालाई भन्दाखेरि पर पुग्दाखेरि अर्कै म्यासेज पुग्छ भनेको जस्तै यहाँबाट सुरुवात भएर गएको थिए। तब अब सिक्किम पुगे, आसाम पुगे, कालिम्पोङ, दार्जिलिङ, उता दुबई, कता हङकङ, मलेसिया, उता कता इजरायलतिर, थाइल्यान्डतिर है, युकेतिर पुग्दाखेरि थोरै संस्कृति चेन्ज हुनु भनेको यो कुरा पोजिटिभ हो। यो कुरा त यता त भइरहेको कुरा हो नि। त्यसले गर्दा यसलाई त हामीले लिनुपर्छ। त्यसो हुँदाखेरि चाहिँ हामी याक्तुङबाहरूले चाहिँ के बिर्सिनु हुँदैन भन्दाखेरि चाहिँ हाम्रो संस्कार संस्कृतिकै हो त। हामी याक्तुङबा हो, विशेष गरेर याक्तुङबा हुनुको लागि तङसिङ गर्नु पर्यो होइन, नाहेन गर्नु पर्यो, मिसुक गर्नु पर्यो होइन, फक्तामा गर्नु पर्यो होइन, मरिसकेपछि खामइङमा मुन्दुम गर्नु पर्यो होइन। हाम्रो माथिल्लोपट्टि त्यो मरिसकेपछि त्यो ढुङ्गा भन्छ लुङदाङ त्यो राख्नु पर्यो हामीले। अब याक्तुङमा हुनुको लागि त्यतिकै नागरिकतामा याक्तुङमा लिम्बू मात्रै लेखेर भएन, त्यो लिम्बू हुनुको लागि धेरै हुनु पर्यो नि त। च्याब्रुङ जान्नु पर्यो, नाच्नु पर्यो होइन। धेरै संस्कार संस्कृतिहरूको संरक्षण गरेर बस्यो भने पर्यो ट्रिपिकल याक्तुङबा रहेछ भन्छ त होइन। जस्तै हामीले कसरी चिन्ने त, भोटेको घरमा गयो भने अब त्यहाँनिर लामा यी मङ्कहरू परिरहेको छ, झ्याम्टाहरू बजाइरहेको छ, लामाहरू परिरहेको छ भने त हामीले यिनीहरू अलरेडी नै बौद्धिस्ट रहेछ, यिनीहरू अलरेडी नै भोटिया शेर्पा रहेछ भने अलग्गै चिन्छौँ नि। अब राईहरू साकेला नाच्दैछ भने होइन, साकेला नाच्दैछ भने राई भने अलग्गै चिन्छौँ हामीहरू होइन। अब तल छठ गर्दैछ भने यिनीहरू मधिसे भनेर हामी अलग्गै चिन्छौँ। अब अल्लाह अल्लाह भन्दैछ भने हामी यिनीहरू मुस्लिम रहेछ भनेर अलग्गै चिन्छौँ। त्यसरी नै अब लिम्बू हुनुको लागि के हुनु पर्यो त होइन, याबा तङसिङ गर्दै गरेको हुनु पर्यो होइन। याबा नचाउँदैछ, च्याब्रुङ नाच्दैछ भने त तिमी छेत्री हो भनेर कसले पनि सोध्दैन नि त। यिनीहरू लिम्बू रहेछ कि तङसिङ गर्दैछ, याबा नाच्दैछ, च्याब्रुङ नाच्दैछ भने यो त आइडेन्टिटी हो नि। अब यही आइडेन्टिटी छोडी पठाएपछि कसरी याक्तुङबा हुन्छ त।
अन्त आइडेन्टिटी सबै छोडिहाल्ने अन्त याकथुङमा भन्दै हिँड्दाखेरि त त्यो त के भन्नु, त्यो त लाजै मर्दो हो। अन्त त्यसले गर्दाखेरि चाहिँ याकथुङमा विशेष हाम्रो ट्रिपिकल कसरी बचाउने त, हाम्रो मौलिकतालाई कसरी राख्ने त, हाम्रो यो संस्कार संस्कृतिको मुन्दुमहरूलाई चाहिँ हामीले इन्टरनेसनल बेसमा कसरी प्रचार गर्ने हो त, होइन? त्यसो हुँदाखेरि चाहिँ अब कतिवटा कुरा यहाँबाट सुरुवात भएर गयो। अब कति 10-12% अरू ठाउँबाट पनि सुरुवात भएको देखिन्छ, थोरै थोरै मुन्दुमहरू। तर त्यसलाई सबैलाई मान्न सकिँदैन, किनकि घर बनाएको मरेको चेचिङपोको तपाईँको यतामाथि त फेङ्जेरियाङ लुङजेरियाङदेखि लगेर तपाईँको के भन्छ यतामाथि त यो हामीहरूको ल्याभियोङमा मरिसकेपछि त्यो संस्कार संस्कृतिको खाउमाको सुरुवातहरू सबै यतैबाट भएर गएको देखिन्छ नि त। त्यसो हुँदाखेरि चाहिँ जति सक्दो याकथुङबारे चाहिँ यो ठाउँमा आएर चाहिँ मुन्दुम स्थलहरू हेर्नु होला, किनकि अब कतिवटा हिन्दूहरू है आफ्नो संस्कार संस्कृति आफ्नो उयो पितृहरूलाई बुझ्नको लागि अब उता जान्छन्, कता कता गङ्गा नदीतिर कहाँतिर जाने गर्छन्, होइन? अब हिन्दू बौद्धिस्टहरू लुम्बिनीतिर जाने गर्छन्। त्यसरी नै याकथुङबाहरूको चाहिँ विशेष गरेर पितृहरूलाई पुज्ने र आफूले अब क्षमामुक्त हुने भने चाहिँ यो इन्दिरियाङ ठाउँतिर चाहिँ याकथुङबाहरू घुम्नु आउनुपर्छ कि जस्तो मलाई लाग्छ। पुर्खाको संस्कार संस्कृति सुरुवात भएको, मुन्दुम सुरुवात भएको, होइन? पुर्खाहरू बसेको ठाउँ त सब यही नै हुन्। हामी जति नै एडभान्स भयौँ, हामी अहिले विकसित ठाउँमा गयौँ, हामी विकास भयौँ, होइन? हामी डेभलप जग्गामा डेभलप कन्ट्रीमा गएर हामीलाई हरेक कुराले परिपक्का भए पनि, जति नै गरे पनि, जे गरे पनि हामीसँग पैसा होला, बिल्डिङ होला, करोडौँ अरबौँ पति होला, तर हाम्रो संस्कार संस्कृति हाम्रो पुर्खा भनेको यही ठाउँदेखि सुरुवात भएर गएको थियो भन्ने कुरा चाहिँ इतिहासले प्रमाण गरेको छ। यो चाहिँ एकमत हो। धेरैवटा धर्महरूले पनि यो प्रुभ गरिसकेको छ, हो यहीँबाट सुरुवात भएर गएको हो मुन्दुम भनेर चाहिँ। धेरैवटा इतिहासकार, फिलोसफर, धर्म तपाईँको मुन्दुमविददेखि लगेर हरेक इतिहासकारहरूले पनि याकथुङ भएको चाहिँ बोन चाहिँ यहीँ हो, यहीँबाट नै यो कल्चर सुरुवात भएर गएको भनेर चाहिँ इन्टरनेसनल देशको धेरैदेखि हजारौँ फिलोसफरहरूले इतिहासकारहरूले पनि याबा साम्बा मुन्दुमविदहरूले पनि यसलाई प्रुभ गरिसकेको कुरा है। यो चाहिँ मैले मात्रै भनेको होइन। त्यसो हुँदाखेरि चाहिँ तपाईँ यो ठाउँमा आउनु होला है। र अब मेरो त ब्याट्री पनि कम्ती छ है, म तलबाट आएको। लोकेन दाई पनि जोडिनु भएछ भर्खर। लोकेन दाई सेवार है, म यहाँ यतापट्टि आएको छु हौ, यहाँनिर यो हामीको के पो भन्छौ यो डाँडामा यतापट्टि यहाँनिर आएको त तलबाट फर्किँदै गरेको गाउँतिर। अन्त थोरै यहाँ लाइटमा म जोडेको थिएँ र यहाँ हाम्रो मुन्दुम स्थलहरूलाई चाहिँ मैले वाचन गरिरहेको थिएँ। यति भन्दै अब आगामी दिनमा म भोलि यतामाथि मुरिङला हुँदै यतामाथि केकिङदेनतिर म जाँदैछु। त्यहाँनिर केही मुन्दुमहरूको हामीले केही बुकहरू प्रिन्ट गर्न लागिरहेको छौँ। त्यो बुकहरूको लागि बुझ्नको लागि हामी त्यतातिर जाँदैछौँ है। र भोलि त्यतामातिर पनि लाइटमा बस्नेछु। मेरो एकदमै ब्याट्री कम्ती भएकोले गर्दाखेरि चाहिँ म तपाईँहरूसँग यति बोल्दा बोल्दै तपाईँहरूसँग बिदा हुन चाहेँ है। र यो भिडियो तपाईँहरूलाई चेतनामूलक लाग्यो र यसमा के सन्देशहरू बोकेको छ जस्तो लाग्यो भने चाहिँ तपाईँहरूले सेयर गरेर 2-3वटा ग्रुपमा हालिदिनु होला, किनकि यो ख्याजङ डाँडा विशेष गरेर मुन्दुम स्थललाई चाहिँ विश्वव्यापी रूपमा प्रचार गरिदिनु होला भन्दै म तपाईँहरूकै साथी तपाईँहरूकै भाइ है जहिले पनि निरन्तर रूपमा एकल संस्कार संस्कृति बचाउनको लागि परेका म तपाईँहरूकै भाइ प्रोसेस माबुङ लिम्बू तपाईँहरू समक्ष बिदाउन चाहन्छु। सेवारो नुगेन, फेरि पनि भेटौँला। जय युमा।